छोराछोरीको जागिर चाहियो। मेरो पनि 5 वटा छोराछोरी छ। म घरदै नै बस्छु, मेरो घर यही हो। अहिले चाहिँ के गर्नुहुन्छ तपाईँको छोराछोरी चाहिँ? अहिले डकैती गरिरहेछ। तपाईँको परिवारमा कतिजना बस्थ्यो? मेरो 7 जना हो। अनि बाढीको बेलामा यहाँ बस्दा बाढीको बेलामा यही दाजु बहिनीहरूले बोकेर पनि यता लगेर राख्छ। अनि यो त डुबानमा पर्ने क्षेत्र हो, फेरि पनि त्यो समस्या त आउँछ नि त। यो डुबान राजीनामा भन्नु न बालनलाई गएर दिनु। म यस्तो सुरक्षित गर्छु। डुबानमा परिन्छ, यो डुबानमा परिँदैन, यो डुबानमा परिन्छ। गर्दाखेरि चाहिँ छोराछोरीले चाहिँ अनि यहाँ जागिर पाइरहेछ त बा? अब म मागेर त खुवाइरहेछ त। हजुर त कानको सुन टिचेर छ नि, घरबाई गर न, मलाई नजिस्काऊ। जिस्काएको होइन। तपाईँले हिजो साथी तान्नु छ, अहिले पनि हान्नु छ भने हान न। यति प्रहरी छन् तपाईँ? प्रहरीको हामीलाई छोराछोरी हो। प्रहरीहरू पनि आफ्नो पेटको लागि आएछ।